안녕하세요 여러분. नमस्ते यहाँलाई म भरत पाठक स्वान कोल्ड ल्याङ्ग्वेज सेन्टरबाट भक्तपुरबाट यहाँलाई स्वागत गर्दछु। आउँदै गरेको एक्जामको लागि सफलताको शुभकामनाका साथ आज तपाईहरुलाई हामीले केही इन्फर्मेसन जानकारी लिएर आएका छौं हाम्रै स्वान कोल्ड ल्याङ्ग्वेज सेन्टरका एक्जामहरुको बारेमा। आउनुस् आज हाम्रा एक्जामहरु कस्ता छन् भन्ने कुरा तपाईहरुलाई सानो जानकारी मात्रै हो। गर्नुपर्छ हेर्नै पर्छ भन्ने केही पनि छैन। इन्ट्रेस्ट लाग्छ तपाईले हेर्नुस्, ज्ञान उपलब्ध गर्नुस्, थाहा पाउनुस् बजारमा के कस्ता छन् भन्ने कुराहरु तपाईले थाहा पाउनु चाहिँ जरुरी छ। तपाईलाई थोरै जानकारी मात्रै गर्दै छु। आज हामी हाम्रा युकेएलसी युबिटी टेस्ट अन्तर्गतका युबिटी एक्जामहरुमा हामीले तपाईहरुको लागि भनेर लगभग 151 वटा सेट लिएर आएका छौं। 151 सेटहरु तपाईहरुले जुनसुकै जतिवटा पनि गर्न सक्नुहुन्छ। एज तपाईहरुको ल्यापटप होस्, कम्प्युटर होस्, एन्ड्रोइड, एप्पल अथवा ट्याबहरु जुनसुकैबाट पनि तपाईहरुले हाम्रा एक्जामहरु सजिलै तरिकाले गर्न सक्नुहुन्छ। एकदमै सजिलै तरिकाले राखिरहेका छौं। तपाईलाई एउटा एक्जामको थोरै डेमो मात्रै गर्दै छु। म सबै क्वेशनहरु तपाईलाई त देखाउन गइरहेको छैन। साधारण तरिकाले डेमो मात्रै देखाउन गइरहेको छु। आउनुस् हेरौं जस्तो कस्ता छन् त क्वेशनहरु भन्ने कुरा मात्रै हो। ओके फाइन। मैले जस्ट 2-4 वटा क्वेशनहरु मात्रै देखाएको मात्रै हो यहाँनेरिबाट। ओके यिनीहरुलाई मैले र्यान्डमली हान्दिएको छु। यिनीहरुलाई मैले सबमिट गर्दिन्छु। सबमिट गर्दाखेरि 4 वटा मिलेको पनि रहेछ। हेर्नुस् यसरी तपाई हाम्रो भ्यू समरीमा जानुभयो भने तपाईलाई 40 वटा क्वेशनहरुमा कतिवटा मिल्यो भनेर पनि देखाउँछ। जम्मा यहाँ 4 वटा मात्रै मिलेको छ। कुन लेभल आयो भनेर एबीसी ए प्लस भनेर पनि हामीले राखेका छौं। एबीसी र ए प्लस आयो भने 40 मा 40 नै मिल्यो भने ए प्लस आउँछ। जस्तो रङहरु आएका छन् हैन, किन रङ भयो हेरौं कुन चाहिँ रङ कुन चाहिँ राइट भन्ने कुराहरु यहाँ तपाईले देख्न सक्नुहुन्छ। अब यो 2 नम्बरमा हानेको थिए 4 नम्बर एन्सर रहेछ। यो त हामी सबैलाई थाहा छदैछ। तपाईहरुलाई थाहा पाउनु पर्ने कुरा चाहिँ अब यो किन बिग्रियो भनेर तपाईले बुझ्न सक्नु भएन भने त सरलाई नै सोध्नुहुन्छ, सरलाई नै सोध्नु पर्ने हुन्छ अथवा यसको बारेमा धेरै अध्ययन गर्नुपर्ने हुन्छ। त्यही कुरालाई हामीले मनन गरेर तपाईहरुको लागि मोर डिटेल लिएर आएका छौं। मोर डिटेलमा यो कस्तो छ भने सहर नै तपाईहरुको साथमा भए जस्तो अनुभूति हुन्छ तपाईहरुलाई। आउनुस् हेरौं। यो क्वेशनलाई हामीले सिधै नेपालीमा ट्रान्सलेट गर्दिएका छौं र यिनीहरुका अप्सनहरुलाई पनि हामीले नेपालीमा ट्रान्सलेट छ र यहाँदेखि मुनि चाहिँ इम्पोर्टेन्ट छ। यो तपाईले किन सही भयो त आखिर गरी ताकतका चाहिँ किन सही भयो भन्ने कुरालाई व्याख्या गरिएको छ, कारण सहित व्याख्या गरिएको छ र अन्य विकल्पहरु किन गल्ती भयो त ती सबै कुराहरुलाई कारण सहित यहाँ व्याख्या गरिएको छ। र यो क्वेशनलाई तपाईले कसरी सोच्नु भइरहेथ्यो त यहाँ यो मेन कुरा हो। तपाईले यो क्वेशनलाई लजिक कसरी लगाउनु पर्ने थियो त, कसरी बुझ्दाखेरि तपाईले कसरी लजिक लगाउँदाखेरि चाहिँ यो क्वेशनलाई तपाईले सजिलै तरिकाले गर्न सक्नुहुन्छ भन्ने यो हामीले कुराहरु लिएर आएका छौं। भने यो क्वेशन सम्बन्धी उपयोगी टिप्स यहाँ हामीले यसरी गरेर 5 वटा सेक्टरका तपाईलाई समस्त कुराहरु लिएर आएका छौं। यदि तपाईले 2 एन्सर नहानेर 1 एन्सर हानेको थियो भने पनि तपाईलाई अलग तरिकाले आउँथ्यो भने 3 हानेको थियो भने पनि अलग तरिकाले आउँथ्यो। यसरी नै चाहे जुनसुकै होस् एनी वान तपाईले हाम्रा क्वेशनहरुलाई यसरी हेर्न सक्नुहुन्छ। सबैमा नै राखेको छ हामीले प्राय यहाँनेरि भएका सेटहरुमा तपाईले यसरी सम्पूर्णलाई हेर्न सक्नुहुन्छ तपाईहरुले। ओके यो सबै जतिसुकै लामो होस् तपाईले मोर डिटेल चाहे यो मोबाइलमा पनि आउँछ, ट्याबमा पनि आउँछ, ल्यापटपमा पनि आउँछ, तपाईको कम्प्युटरमा पनि आउँछ, सबैमा आउँछ। सबै राखिदिएको छ यहाँनेरि हेर्नुस्। यसको बारेमा समस्त नेपालीमा ट्रान्सलेट सहित हैन अप्सनको ट्रान्सलेट सहित किन सही भयो यो कुराहरुलाई पनि हामीले व्याख्या सहित राखेका छौं र अन्य विकल्पहरु पनि किन क्यारे गलत भए 1 नम्बर किन 2 नम्बर किन 3 नम्बर किन गलत भयो तपाईले त यहाँ एउटा मात्रै हान्नु भएको छ भने हामीले यहाँ तीनटैको बारेमा विस्तृत जानकारी राखिदिएको छ। र यो क्वेशनलाई कसरी गर्नुपर्ने थियो भन्ने सटिक
तरिकाहरू तपाईँलाई सिकाइएको छ। यो विशेष तरिका हो जुन चाहिँ हामीले एक्जाम गर्नमा धेरै नै युटिलाइज गर्छौँ। आशा छ यदि यो गर्नुभयो भने तपाईँले जुनसुकै क्वेसनहरू पनि सपार्न सक्नुहुन्छ भन्ने मेरो सोच हो। हुन त असफलताले नै मान्छेहरूलाई सफल बनाउँछ भन्थे। असफल यो क्वेसनमा तपाईँ हुनुभएको होइन कि यसलाई यो क्वेसनलाई कसरी चाहिँ तपाईँले गर्न सक्ने भन्ने कुरा नयाँ कुरा चाहिँ सिक्नुभएको हो। जीवनमा हामीलाई असफलताले नै सबै कुरा सिकाउँछ भन्ने एउटा ज्वलन्त उदाहरण पनि हामीले राखिदिएका छौँ र उपयोगी टिप्सहरू पनि तपाईँहरूलाई हामीले समस्त रूपले राखिदिएका छौँ। अब यी क्वेसनहरू चाहिँ तपाईँहरूले हाम्रो सेट अथवा तपाईँहरूले uklcubt.com अथवा हाम्रो एप्लिकेसन UKLC UBT टेस्ट भन्ने गुगल एप्लिकेसन अथवा एप्पल एप्लिकेसनबाट पनि तपाईँले तानेर गर्न सक्नुहुन्छ। अब यो तपाईँलाई युबिटीहरू टन्नै छ। अब हाम्रो त्यति मात्रै होइन, हामीले चाहिँ तपाईँहरूलाई क्लास एक्जाम कोर्स बुकको पनि लिएर आएका छौँ। प्रत्येक च्याप्टर वाइजको पनि छ, कमान्डो सेटको पनि छ, कमान्डो एक्जामहरू पनि छ। यहाँनिर आदि विविध तपाईँहरूलाई हामीले यति धेरै क्वेसनहरू छ कि तपाईँले प्रत्येक दिन गर्नुभयो भने पनि तपाईँलाई सबै गर्नलाई लगभग 1 वर्ष जति लाग्छ। आशा छ मैले यो सानो तपाईँलाई इन्फर्मेसन जस्तो एउटा भिडियो मात्र लिएर आएको हो। गर्ने त तपाईँले नै हो, हामीले त तपाईँलाई साथ दिन मात्र आएका हौँ। आशा छ हामीलाई तपाईहरूले एउटा राम्रो चयन गर्नुहुन्छ। आउँदो एक्जाममा तपाईँहरूको राम्रो होस् भन्ने हाम्रो पनि राम्रो सोचाइका साथ नै तपाईँहरूलाई हामीले लिएर आएका छौँ। बाँकी भनेको तपाईँहरूमै। आजलाई यति नै। धन्यवाद। 감사합니다।